हेलो गाइज, वेलकम टु माई च्यानल। आज हामी एनपिएल को अपडेट्सहरूको बारेमा कुरा गर्नेवाला छौँ। हामीले अपडेट अनुसार एनपिएल को न्यू न्यू रिटेन्सन लिस्टहरू हरेक फ्रेन्चाइजीले रिलिज गरिरहेका छन्। अब आउने मिनी मिनी अक्सन भनेको अगस्तको महिनामा हुनेछ। त्यसभन्दा अगाडि सबै टिमले आफ्नो आफ्नो रिटेन्सन दिनुपर्ने हुन्छ। त्यसमध्ये सुदूरपश्चिम रोयलले आफ्नो रिटेन्सन हालिसकेछ, जसमा दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, अविनाश बोरा, ईशान पाण्डे, नरेन सौद भन्ने छन्, जुन कि हजुरले माथिको स्क्रिनमा पनि हेर्न सक्नुहुन्छ। त्यसै गरी अर्को रिटेन्सन भनेको चितवन राइनोजको हो। यसमा मार्क्यू प्लेयर कुशल मल्ल छन्, रिजन ढकाल, कमाल सिंह ऐरी, दीपक बोरा, अमर सिंह रौतेल, गौतम केसी भन्ने रहेका छन् चितवन राइनोजको टिममा, जुन कि हजुरले यो पनि स्क्रिनमा माथि देखाइएको छ रिटेन्सन प्लेयरको, त्यो हेर्न सक्नुहुन्छ। त्यसै गरी पोखरा एभेन्जरले मात्र आफ्नो मार्क्यू प्लेयर कुशल भुटेलको मात्र रिटेन्सन बताएको छ। त्यसै गरी लुम्बनी लायन्सले रोहित पौडेललाई मात्रै देखाएको छ, जसमा लुम्बनी लायन्सले बेन कटिङ इङ्ल्यान्डको प्लेयरलाई पनि लिने कोसिसमा रहेको छ र टम मोरेज इङ्ल्यान्डको प्लेयरलाई पनि लिने छ। त्यसरी नै हामीलाई अपडेट आएकोमा एनपिएलमा पनि अब टेस्ट नेसनको प्लेयर पनि आउने छन्। जस्तै पहिलाको एनपिएलमा शिखर धवन आएका थिए, त्यस्तै योपालि मेगा अक्सनमा त नभनौँ, मेगा अक्सनमा त किनभने नेपालकै प्लेयर हुन्छन्। अब फ्रेन्चाइज र प्लेयरको बिचमा कुरा हुने हो, जसमा सुन्नेमा आएछ सुदूरपश्चिम रोयल्सले पाकिस्तानको बाबर आजम र स्टिभ स्मिथ, डेभिड वार्नर जस्ता खेलाडीसँग कुराकानी चलिरहेको छ, जुन कि लिने प्रयासमा छ। यस्ता कुराहरू मार्केटमा चलिरहेको हामीले सुन्न सकिन्छ। यस्तो ठुलो प्लेयर आएमा एनपिएलको पनि सान बढ्छ र दुनियाँमै नै एनपिएलको चर्चा हुन्छ। यस्तो ठुलो ठुलो खेलाडी पनि एनपिएलमा आउन एकदमै जरुरी हामीले देख्न सकिन्छ। यदि ठुलो प्लेयर आयो भने अनुभवहरू पनि, अरू खेलाडीको अनुभव पनि बढ्छ। अब अक्सन भनेको अगस्त महिनामा हुने हो। त्योभन्दा पहिला रिटेन्सन सबै टिमले दिनुपर्ने हुन्छ। यदि अरू टिमले दिएमा हामीले हजुरलाई तुरन्त खबर गर्नेछौँ। लुम्बनी लायन्सको मात्र रोहित पौडेलको मात्रै रिटेन्सन आएको छ। अरू 5वटा प्लेयर हेरौँ को हुनेछन्। को रिटेन्सन हामीले हजुरलाई बताएकै छौँ। यस्तै एनपिएलका अपडेट्सहरूका लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोस्। आजको लागि यति नै। नयाँ रिटेन्सन आउने बित्तिकै हामीले हजुरलाई खबर गर्नेछौँ।